अभ्यास 15 हैन प्रश्न नंबर 9 यहाँ दिएको छ। यहाँ क्वेशन बनाएको छ दिउँसो 2 बजे 20 मिटर अग्लो खम्बाको छायाको लम्बाई 20√3 मिटर हुँदा कति डिग्रीको कोण बन्छ? सो कोणको प्रयोग गरी 25√3 को अग्लो स्तम्भको छायाको लम्बाई पत्ता लगाउनुहोस् भनेको छ। फर्स्टमा यो 20 मिटर अग्लो हाम्रो एउटा के हो त खम्बा हो। यो 20 मिटर अग्लो खम्बाले छाया बनाउँछ। यसले छाया बनाए यहाँ सूर्यको प्रकाश यसमा आएपछि यसले छाया यसरी बनाउँछ। जमिनमा छाया बन्छ किनभने हामी पनि उठ्दाखेरि हाम्रो खुट्टाले के गर्छ त छाया बनाउने काम गर्छ। खुट्टादेखि मुनि हेर्छु कि टाउकोबाट छाया देख्छ, देखिन्छ? टाउकोबाट छाया देखिन्छ? देखिँदैन। कहाँबाट देखिन्छ त? खुट्टाबाट छाया देखिन्छ। यो छाया देखियो। यो 20 मिटर अग्लो छ र यसले 20√3 को के गर्छ छाया बनायो। यो 90 डिग्री अलरेडी भइहाल्छ किनभने हामी जमिनसँग उठ्ने बित्तिकै वा कुनै खम्बा जमिनमा गाड्ने बित्तिकै त्यसले गर्छ जमिनको सतहसँग 90 डिग्रीको कोण बनाउँछ। त्यसले गर्दा यो 90 डिग्री को कोण बनाएपछि यो त अब हामीले यसमा यो एउटालाई हामीले बेस मान्छ, अर्को भन्नु यो भएपछि बी भयो, यो भएपछि यो बी र यो बी भयो। अब हामी यहाँ लेख्छौँ थीटा इक्वल टु हामीसँग छैन, थीटा इक्वल टु वाट छ अलवेज। थीटा हामीलाई पत्ता लगाउन छ। पी बराबर हामीसँग छ 20 मिटर र बी बराबर छ हामीसँग कति 20√3। अब tan थीटा हामीलाई थाहा छ। tan थीटाको फर्मुला सम्बन्ध कोसँग गाँस्यो त टी र बी के रे पी र बी छ। पी र बी भएकोले गर्दा tan थीटा भनेको के हुन्छ त पी बाइ बी हुन्छ। यो पी बाइ बी भनेपछि tan थीटा र tan थीटा इक्वल टु हाम्रो जस्ताको त्यस्तै रह्यो। पी भनेको कति छ हामीसँग 20 मिटर र यसको कति छ भनेदेखि 20√3 मिटर छ। अब यसमा गर्दाखेरि हाम्रो के हुन्छ यो 20 र 20 कटेर जान्छ, यहाँ बाँकी रहन्छ 1/√3। 1/√3 भन्नु नै कति हो त 30 डिग्री। ट्यानमा कति डिग्रीको भ्यालु हुन्छ 1/√3? ट्यान कति डिग्रीको भ्यालु हो 30 डिग्री। यो 30 डिग्रीको कोण बनायो। यसले कहाँ त योसँग यसरी गयो भनेदेखि कति डिग्री कोण बनाइहाल्यो त यहाँ 30 डिग्रीको कोण बनायो। यसले कति डिग्री कोण बनायो 30 डिग्री। अब यो त एउटा पहिलो प्रश्न अनुसार त पहिलो एन्सर त हाम्रो सकिएको छ। पहिलो एन्सर हाम्रो सकिएको छ। अब हामीलाई चाहियो दोस्रो। पहिलो शर्तमा त प्रश्नको पहिलो शर्त अनुसार सक्यो। दोस्रोमा के भन्छ सो कोणको प्रयोग गरी 25√3 मिटर अग्लो स्तम्भको छायाको लम्बाई पत्ता लगाउनुहोस्। ल यो पहिलो सक्यो हाम्रो। यो सक्यो लेखिसक्यो हामीले लेखिसक्यो भनेदेखि अब दोस्रो शर्त अनुसार मैले यतापट्टिको एकछिनको लागि चित्रलाई मेटेँ। अब दोस्रो चित्र दोस्रो शर्तमा छ हाम्रो tan थीटा थीटाको मान कति आयो 30 डिग्री आइसक्यो। त्यसले गर्दा अब मैले दोस्रो शर्तमा के भनेको छ सो चित्र प्रयोग गरी के अरे सो कोण प्रयोग गरी कोण यही भयो। हामीसँग कोण त यही भयो। हामीसँग कोण थीटा इक्वल टु भ्यालु कति भइहाल्यो त हाम्रो 30 डिग्री भयो। अब प्रयोग गरी कति मिटर अग्लो स्तम्भ भन्छ? मिटर अग्लो स्तम्भ भनेको फेरि हामीसँग स्तम्भ छ। यो स्तम्भको लम्बाइ दिएको छ र यसरी यसले बनाएको छाया दिएको छ। यसको एङ्गल यसरी दिएको छ। यो एङ्गल 30 डिग्री भइहाल्यो किनभने हामी अघि पत्ता लगाएको 30 डिग्री आयो। त्यसपछि यो कोणको मान दिएको यो यति मिटर अग्लो स्तम्भको छायाको लम्बाइ अनि यो चाहिँ स्तम्भ हो 25√3 छ। यो चाहिँ भइहाल्यो यस्तो र यो छाया इक्वल टु छैन। हामीलाई छाया इक्वल टु वाट छ भनेदेखि अब निकाल्ने यो त 90 डिग्री भइहाल्छ अलवेज। यो अब यति भइसकेपछि अब हाम्रो पी बराबर कति भयो त 25√3 अनि थीटा भइहाल्यो। बी को मान छैन, बी इक्वल टु वाट छ। यहाँ फेरि हामीले के लेख्छौँ त tan थीटा यसमा पी र बी को मान छ। पी र बी भएको tan थीटा इक्वल टु के लेखिदिन्छौँ त tan थीटा इक्वल टु हामीले लेख्छौँ के त पी बाइ बी। पी भनेको हाम्रो tan थीटा भनेको 30 डिग्री बराबर यहाँ कति आयो त हाम्रो पी भनेको कति छ हामीसँग? पी भनेको कति छ हामीसँग 25/√3 बाइ बी जस्ताको त्यस्तै। यसको भ्यालु आइहाल्छ कति त
यसको भ्यालु आउँछ 1/√3। यो कति भयो त 25 b भयो हैन। यो क्रस गुणन भइहाल्छ यसरी यसरी यो यसरी भयो यो b = भइहाल्यो कति त यता 25 इन्टु यो √3 छँदैछ 25 √3 √3 यो गुणा गयो त फेरि √3 त √3 र √3 लाई गुणन गर्यो भनेदेखि 25 को 25 यो चाहिँ रुट स्क्वायर हुन्छ त्यसले गर्दाखेरि रुट घटेर जान्छ अनि 3 भयो 25 × 75 मिटर भइहाल्यो। यो भयो त स्तम्भको छायाको लम्बाइ कति भयो त यहाँ लेख्न सक्छौं हामीले यहाँ स्तम्भको छायाको लम्बाइ कति हुन्छ त लम्बाइ बराबर 75 मिटर। एउटा आन्सर यो भयो र यहाँ हामीले फेरि के लेख्छौं त कोण बराबर के लेख्छौं 30 डिग्री। एउटा आन्सर यो लेख्छौं यो 9 को क को फेरि 9 को नम्बरको हिसाबले